हेलो गाइज, नमस्ते सबैजनालाई। के छ हजुरको हालखबर? सन्चै हुनुहुन्छ होला नि है। र मैले आज यो सेलरी लिएर आएको छु। यसको सेलरीको मतलब यो सुजन चटनी पाउने हो। यो हाम्रो गाउँघरमा मलमा हुन्छ नि धनियाँ, कस्तो मलमा भयो भने त्यही सपुरीको हुन्छ नि त्यस्तै सेम त्यस्तो देखिन्छ, तर यसको डाँख्ला चाहिँ अलग हुन्छ होइन। चाहिँ यसलाई चाहिँ सेलरी भन्छन् होइन। योबाट चाहिँ सुजन चटनी बनाइन्छ। यसको फुल भिडियो मैले एक दिन चाहिँ सुजन चटनी बनाउने बेलामा हजुरलाई देखाउने छु र सिकाउने छु कसरी बनाउने के गर्ने भन्दाखेरि यसलाई चाहिँ त्यसको डन्डा चाहिँ निकालेर एउटा यस्तो गर्ने, यस्तो निकालेर पुरै पत्ता निकालेर डन्डा बनाएर यसलाई मसिनो चप गरेर सुजन चटनी बनाउने। कस्तो लाग्छ यो भिडियो माया गर्नु होला। ल गाइस, मैले फाइनली पत्ता निकालेर पनि सकिसकेँ। अब यस्तो डन्डा मात्रै भयो। यो डन्डालाई कसरी काट्ने भन्ने म तपाईँलाई देखाउँछु। त्यही हिसाबले तपाईँले पनि कोटिङ गरेर फेरि चपिङ गर्नुपर्छ है। हेर्नु यसलाई यस्तो गरेर थोरै मात्र यस्तो कोटिङ गर्नुपर्छ है। यस्तो गरेर मसिनो गरेर कोटिङ गर्ने है। अनि यो कोटिङ गरिसकेपछि फेरि चपिङ गर्नुपर्छ है। चपिङ बोर्डमा राखेर यसलाई चाहिँ मसिनो गरेर फेरि चपिङ गर्ने। चपिङ गरिसकेपछि बनाउँदा हुन्छ। 3 गड्डी छ है। यो 3 गड्डी पुरै काट्ने हो। मसिनो काट्नु होला तपाईँहरूले। कस्तो लाग्छ गाइस मेरो भिडियो गरिसकेपछि माया गर्नु होला। मिलाउँदै हात काट्छ अनि डान्सको काट्नुपर्छ। अन्त यो छुरीले यति धार छ कि यो छुरीमा यत्तिको चिज छयो भने पनि फाइनली गाइस मैले चाहिँ कोटिङ गरेर पनि यस्तो गरेर चाहिँ तपाईँहरूले पनि चपिङ गर्न जस्तै मसिनो है। यस्तै गरेर चाहिँ सेलरी चप भइसक्यो। अब त्यसपछि लसुन गर्नुपर्छ, अदरक, अरू खुर्सानी बोइल गरेर राखेको छु मैले अहिले बनाउँदाखेरि तपाईँलाई पुरा भिडियो देखाउने छु। केही समय लाग्छ यसलाई मिजा रेडी गर्नको लागि। यस्तो गरेर चपिङ गर्नुमा तपाईँलाई है। यसको नाम सेलरी हो। पहिला कटिङ भयो, त्यसपछि अब चपिङ भयो, अनि डाइरेक्ट हुन्छ। अब कस्तो लाग्छ फाइनली गाइस मैले सुजन चटनी बनाउनु लागेको छु। तपाईँ हेर्नु है। मैले यहाँ स्टार फुल हालिसकेँ। अब यो स्टार फुल हालिसकेपछि अब चाहिँ लसुन हाल्ने। अब यो लसुनलाई एकछिन राम्रोसँग फ्राई गर्ने है। अनि यो लसुनलाई राम्रोसँग यो फ्राई भइसकेपछि हल्का रातो ब्राउन कलरको भइसकेपछि फेरि अदुवा हाल्नु। अनि अदुवालाई पनि राम्रोसँग यस्तो गरेर भुट्ने है। अनि यो अदुवा पनि राम्रोसँग फ्राई भइसकेपछि फेरि हरियो खुर्सानी हाल्ने। अनि यो हरियो खुर्सानी हालिसकेपछि राम्रोसँग यसलाई भुट्ने होइन। अनि चाहिँ राम्रोसँग यसलाई भुटिसकेपछि लास्टमा यो सेलरी हाल्ने है। टक्क लाएर सेलरी हाल्ने। अनि त्यो पनि फ्राई भइसकेपछि मसँग यस्तो छ यो खुर्सानी पिसेको पेस्ट छ। अनि यो खुर्सानी पिसेको पेस्ट हाल्नु। म तपाईँलाई एकछिनपछि देखाउने छु। अब यो फाइनली यस्तो ब्राउन कलरको भइसक्यो है। यस्तो भइसकेपछि बल्ल यो सेलरी हाल्ने है। सेलरी हाल्ने। यो सेलरी हालिसकेपछि फेरि यसलाई यसको साथमा भुट्ने।
गरेर भुटिसकेपछि यसलाई पनि सबै कलर निकाल्नु। कलर निकालिसकेपछि यहाँ खुर्सानी छ भने खुर्सानी हाल्नु। यसलाई पनि एकदमै राम्रोसँग भुटिसकेपछि फेरि हाम्रो चाहिँ बेग्री खोर्सानीको पेस्ट हालेर भुट्ने। त्यसपछि ससहरू हाल्नुपर्छ है। कसरी झ्यालमा बनाउँदै जान्छु, अब हेर्दै जानु होला है गाई। यस्तो गरेर राम्रोसँग भुट्ने। ताकिराखेको छ है। यो पनि सेलेरी पनि फ्राई भइसक्यो। अब सेलेरी फ्राई भइसकेपछि यो हाल्ने है। यो खुर्सानीको पेस्ट हालिसकेपछि तपाईँलाई म ससहरू हाल्नुपर्छ यसमा है। मस्त ससहरू हालेपछि लास्टमा कलर है। चटनी सुजन चटनीहरू छ है गाइस। अझै म बनाउँदैछु, तपाईँहरू देखाउँदै जानेछु, हेर्दै जानु। फाइनली गाइस यो सुजन चटनी भइसक्यो है। लास्टमा यस्तो हुन्छ यो सुजन चटनी। यसलाई चाहिँ यस्तो गरेर बनाउनुपर्छ है। म सबै देखाउनु मन सकिनँ मेरो कामको अर्डर आउँदाखेरि होइन। चाहिँ यो फाइनलमा चाहिँ यस्तो हुन्छ है गाइस सुजन चटनी। यसको नाम हो सुजन चटनी। कस्तो लाग्छ हेरिसकेपछि माया गर्नुलाई गाइस। सुजन चटनी देख्नुभयो नि, यही हो है फाइनल सुजन चटनी, यही हो।